साथीहरू तपाईहरु के कस्तो हुनुहुन्छ? हामी चाहिँ हेर्नुस् है त, हामी वहाँ जाँदै छौं यसो घुम्नु हिँडेको। हेर्नुस् है हाम्रो खेतीहरू, धान खेतीहरू चाहिँ पसाएको छ। धानहरू पनि पसाउन थालेको छ। धानहरू पसाउनु थाल्यो। अब जानु हुँदैछ अरु। हेर्नुस् है हामी भिडियो अन्तर्गत नगर्नु नि। जाँदै छौं। हाय हेर्नुस् हामी चाहिँ अब जान लागेको पर। अलिक बन्द गराबो आदि भिडियो गर्छ यति। आउनु हुँदैछ हाम्रो दिदी चाहिँ। केही भन्नुस् नि त। हेलो गाइस, यस्तै छ यहाँको हामी मौसमहरु चाहिँ पुरा हिँड्दै छौं। पानीहरू पनि छ अनि त्यहाँ चाहिँ कलपट छ। यहाँ लाग्यो भने खतम छ। त्यहाँ चाहिँ पुरा धान। त्यसैले भिडियो हँड्याएर हुन्छ यसरी फकाइदिन न उजरापट्टि। त्यसै अगातिर त्यो काट्नु पर्छ नि। अनि अब कसरी उज्यालोमा त मान्छे देख्दैन। कतै त गरे हिँड्न त भयो कतै। यताबाट चाहिँ हुँदैन, यताको बाटो राम्रो छैन। ल हामी चाहिँ हिँड्न लाग्यौं। लाग्यो है। फेरि पनि हामी खेती माझाबाट यो चाहिँ बाटो यहाँ खेतमा छ। पानी पर्यो अहिले पानी परेर चाहिँ पुरा बाटो चाहिँ हिलो भइरहेछ। पुरा पानी छ। हामी चाहिँ टाउको काटि जान्छ। टाउको काट्न कतातिर नि। हामी चाहिँ त्यो त किरा उठाएर काट्नु के छैन। अच्छी यहाँ त हिलो रहेछ। अच्छी चप्पल खोल्नु पर्छ। खोल्दिनँ म चप्पल। हेर्नुहोस् है हामी चाहिँ जानु लागेको छौँ। त्यहाँ चाहिँ पुरा खेती बाटो बिचमा हो, बिचमा घर छ वहाँ। हामी चाहिँ त्यही जाँदैछौँ। हिलो खेतको बिचमा छ। सै त खेती चाहिँ पानी भएको छ। अहिले अघि बिहानभरि चाहिँ परेको थिएन, अहिले चाहिँ पानी पर्यो नि। हावा पानी आएको थियो, अहिले रोक्यो। अनि हामी चाहिँ यसो घुमौँ भनेर जाँदैछौँ खेतै खेत। पानी छ यहाँ पनि, गहिरी छ पानी। त्यति पानीमा हिँड्नुपर्छ यहाँ चाहिँ। आछि ल आउनुहोस् है छिटो छिटो। धानहरू पसाउनु लागेछ है। अब टाइम भयो नि। अब हरियाली भएको छ यहाँ चाहिँ। धानहरू अब पसाउनु लाग्यो। फेरि अलिक दिनमा काट्नु पर्यो। फेरि हामी चाहिँ बिचमा आइपुग्यौँ। यहाँ चाहिँ फेरि घर छ एउटा बिचमा खेती माझामा। हामी चाहिँ यहाँ आइपुग्यौँ फेरि। सही त हामी यहाँ थुप्रोजना छौँ। यहाँ चाहिँ घर बिचमा छ, घर छ बिच खेती बिचमा। खेती माझामा घर छ। खेती माझामा घर छ एउटा। खेती बिचमा घर छ। हामी चाहिँ जाँदैछौँ। खेती बिचमा छ। सानो रास्ता चाहिँ छ। फेरि यहाँ चाहिँ लड्छ कि भन्ने धेरै डर छ। बाटो चाहिँ एकदम खेती बिचमा छ, सानो। एकदम डर लाग्छ चिप्लिन्छ भनेर रास्ता चाहिँ। पानी छ। रन्जित जस्तो पर्दैन नि धान। सही पछाडि छ। राम्रो फल्छ। मेरो हस्बेन्ड छ। मेरो हस्बेन्डको भाउजू हुनुहुन्छ साइली। उहाँहरू दुईजना पनि आउनु हुँदैछ पछि पछि।
जग्गा यस्तो छ त्यही त हाँ? के गर्नु कस्तो दुखेको छौ हाटीहरू दुखेको छौ भाउ कति लामो गरेको कप गरिदिउँ ए हामी चाहिँ आइपुग्यौँ हामी जहाँ हामी आएको थियौँ दिदी घर हामी आइपुग्यौँ है साथी आइपुग्यो ल हामी अब कहाँ हो पर जानु पर्ने यता कि त्यता हो बस्दा कहाँ राख्यो ले